यो वर्ष तपाईँको आर्थिक अवस्था सामान्य नै रहने देखिन्छ। बचत गर्ने बानी बसाल्नुहोला। आम्दानी गर्न अझ बढी मेहनत गर्नुपर्नेछ। तपाईँमाथि शनिको 7.5 दशा पनि जारी रहेको अवस्था हो। शनिको कारण अनावश्यक खर्च बन्ने र ढिलो लाभको कारण मानसिक तनाव बन्न सक्छ। व्यापार तथा लगानी गर्दा सोचेर बुझेर मात्र जोखिम लिनुहोला। बोलीमा सन्तुलन राख्नुहोला। तपाईँको बोलीकै कारण लाभ हानि हुन सक्ने योग रहेको छ, तर तपाईँको आर्थिक अवस्था पनि बलियो नै रहनेछ। यो वर्ष तपाईँको खर्च बन्ने योग रहेको छ। खर्चलाई नियन्त्रण गर्नुहोला। तपाईँको पारिवारिक वातावरण शान्त भए पनि कहिलेकाहीँ दूरी वा कठोरता देखिन सक्छ। जीवनसाथीसँग मतभेद वा टाढापन रहन सक्नेछ। आत्मकेन्द्रित प्रवृत्तिले गर्दा सम्बन्धमा केही असर पर्न सक्छ कि भन्ने देखिएको छ। त्यसैले पारिवारिक सल्लाह र समझदारीमा ध्यान दिनुहोला। जीवनसाथी तथा साझेदारीप्रति सहानुभूतिपूर्ण व्यवहार गर्नुहोला। यद्यपि विदेशको भूमिमा काम गर्नेहरूलाई वैदेशिक क्षेत्र सम्बन्धित काम कार्यहरू भने तपाईँले प्रयास गर्नुभयो भने ती कामहरू अवश्य बन्नेछन्। पेसा व्यवसायको क्षेत्रमा भने तपाईँको स्वभावमा अहङ्कार आउन सक्ने भएकाले निर्णयहरूमा उत्ताउलोपना हुन सक्छ। स्वभावमा त्यस्तो देखिन सक्ने योग रहेको छ। त्यसैले सृजनात्मकता, बुद्धिबल र योजना बनाउने क्षमताले सफलता दिन सक्छ। व्यापारमा केही नयाँ प्रयोग वा सोच ल्याउनुहोला। सकेसम्म ती क्षेत्र नयाँ सोचको साथ अगाडि बढ्नुभयो भने तपाईँले लाभ लिन सक्नुहुनेछ। नयाँ काममा हात हाल्नु पहिला त्यो कामसँग सम्बन्धित अनुभवी व्यक्तिसँग सल्लाह लिनुहोला। सहकर्मी वा साझेदारसँग विश्वासको सम्बन्ध बनाउनुहोला। तपाईँको पेसा व्यवसायमा केही सकारात्मक हुन सक्नेछ। 2 जुन पछिको समय ऋण, रोग, शत्रुबाधाबाट केही हदसम्म मुक्ति मिल्नेछ। छुटकारा पाउन सकिनेछ। प्रतिस्पर्धा आदिमा पनि सक्रियता बढ्नेछ र विजय सुरुवात हुन सक्नेछ। विद्यार्थीहरूलाई शिक्षा तथा ज्ञान प्राप्तिको क्षेत्रमा जुन 1 तारिकसम्म उत्तम रहेको छ। शिक्षा र अनुसन्धानको लागि अत्यन्तै राम्रो समय रहनेछ। प्रतियोगी परीक्षा या उच्च शिक्षा या कला साहित्यतर्फ बढी झुकाव बन्नेछ। तर तपाईँको राशिमा राहुको प्रभाव रहेकाले पढाइमा ध्यान विचलित गर्न सक्छ। त सतर्कता भने अलि अपनाउनुहोला। राहुको कारण यस्तो देखिएको छ। त्यसैले नियमित अभ्यास र ध्यान केन्द्रित गर्नुहोला। शिक्षक वा गुरुको मार्गदर्शन लिनु उपयुक्त हुनेछ। यो वर्ष सन्तान सम्बन्धी सुखद समाचार मिल्न सक्ने योग रहेको छ। जुन महिनासम्म नव दम्पतिहरूको लागि सन्तान प्राप्तिको योग रहेको छ। सन्तानको शिक्षा वा सफलतामा उन्नति देखिनेछ। सन्तानसँग संवाद बढाउनुहोस्। उनीहरूको भावनात्मक पक्ष बुझ्ने प्रयास गर्नुहोस्। यो वर्ष तपाईँको प्रेम तथा वैवाहिक जीवनमा सम्बन्धमा भरम, दूरी वा टुटफुटको सम्भावना रहने देखिन्छ। आत्मकेन्द्रित सोचले सम्बन्धमा समस्या ल्याउन सक्छ। वैवाहिक जीवनमा समझदारी र भरोसा कम हुन सक्छ। त्यसैले स्पष्ट, इमान्दार संवाद राख्नुहोला।